म चाहिँ 14 वर्षको हुँदाखेरि पहिलोचोटि मिन्स भएको थिएँ। हाम्रो सुदूरपश्चिममा चाहिँ मिन्स भएपछि चाहिँ घरमा राख्ने चलन छैन। मिन्स भएपछि चाहिँ हामीले छाउकोटमा बस्नुपर्छ र हाम्रो उताको कल्चर भनौँ या परम्परा भनौँ, म मिन्स भएपछि चाहिँ मेरो फ्यामिलीले मलाई छाउकोटमा पठाउनु भयो। छाउकोटमा बस्दाखेरि चाहिँ कुनै पनि साथी हुँदैन, एक्लै बस्ने हो। म पहिलोचोटि मिन्स भएको थिएँ, एकदम गाह्रो पनि भइरहेको थियो र डर पनि लागिरहेको थियो। पहिलोचोटि एक्लै सुत्दै थिएँ, त्यही पनि घरबाट एकदम टाढा। म सुतेको अवस्थामा 4 जना मान्छेले कसैले मेरो मुख छोप्यो, कसैले मेरो आँखा छोप्यो र मलाई मेरो कपाल छाड्दै स्कुल नजिकै, हाम्रो घर नजिकै स्कुल छ, स्कुलमा लगेर मलाई सामूहिक बलात्कार गर्नुभयो। गरिसकेपछि चाहिँ उहाँहरूले चाहिँ प्रमाण नष्ट गर्नुको लागि चाहिँ मलाई मार्न कोसिस गर्नुभएको थियो र बनाउँदै गरेको 3 तले भवनबाट मलाई चाहिँ फ्याँकिएको थियो। फ्याँकिसकेपछि चाहिँ म बाँच्छु भन्ने मलाई आशै थिएन र भगवानको कृपा या आज म यहाँ आउनु थियो र म चलबलाएँ।